मान्छेको नयाँ बाइकमाथि पर सुझा डाक लाग्छ त्यहाँ। भने न म यो बाइक नचला कति दिन भएको थियो मोबिलदेखि। हेलो ब्युटिफुल पिपल, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। जस म चाहिँ आज कहाँ जाँदैछु भने म चाहिँ बिलबुक लिन मेरो बाइक यहाँ छ। बाटोमा आउँदै फेरि भ्लग सुरु गर्नु मन लाग्यो मलाई, त्यही भएर चाहिँ भ्लग सुरु भइसकेको छ। फेरि मेरो हेरिदिनु होला तपाईँहरूले है, रोडबाटै सुरु भइसकेको छ। आउँदै जोस आयो नि त। फेरि आज कहाँ बिलबुक लिन जानुपर्ने, कति बजे छ अहिले? 3:30 भइसकेको छ यार। ल सुरु भयो फेरि मेरो भिडियो बनाउने दिन आइसकेछ है। हप्ताको एकचोटि एउटा भिडियो जसरी हाल्छु भनेको थिएँ म, त्यही भएर आज चाहिँ कहाँ जाँदैछु भने जस्ट भन्न चाहिँ अघि नै भनेको थिएँ बिलबुक लिनलाई। बिलबुक लिन चाहिँ म कहाँ जाँदैछु भने ठ्याक्कै नक्सलमा जानुपर्ने हुन्छ है। बिलबुक मेरो हिजो अस्ति नै आइसक्यो अरे। हिजो अस्ति दिन 3 दिन जति भयो यार, लगभग त्यति नै भयो। 3 दिन जति नै भइसक्यो बिलबुक लिन जानुपर्ने। तर काम गर्दै अब बिलबुक लिन जाने फुर्सद भएन, त्यही भएर बल्ल तल्ल आज कामसम्म सकियो। काम सकेर अब बिलबुक लिन जानलाई अहिले कति 3:35 भइसकेको छ। झ्याप्पै लाएर 3:35, अब 3:35 भइसकेको छ। त्यही हो जस्ट। अनि नम्बर प्लेट पनि लेखेको थिएन मेरो, अनि आजै नम्बर प्लेट ड्यामडुम लेखियो। नम्बर प्लेट लेखेर अनि चट्ट म चाहिँ सोरुमतिर चल्दैछु बिलबुक लिनलाई है गाइज। ल बिलबुक लिएर पर्ने हुन्छ। अनि जस मलाई यो बाइक चाहिँ के कस्तो लाग्यो भने चाहिँ है, तर डबल लोड हिँड्न चाहिँ ठिक छैन जस्तै लाग्यो यार। अरू जे जस्तो भने नि सिट लास्टै छोटो, अनि पछाडि बस्दाखेरि लात्त चिप्लेलाई कि जस्तो चाहिँ हुने रहेछ यो महसुस चाहिँ मलाई त्यस्तो लाग्यो। म हिजो अस्ति दिन पछाडि बसेर हेरेको थियो। अनि अरूहरू चाहिँ यो बाइकहरू चाहिँ अब चलाउने चाहिँ एकदम स्मुथ के एकदम आनन्द आउने। अनि त्यहाँदेखि यसमा पनि धेरै चिजहरू पनि दिएको रहेछ। जस मलाई यसको बारेमा थाहा छैन, त्यसको बारेमा धेरै नबोलौँ। मलाई अब केही थाहा नभएपछि, थाहा भएको भए चाहिँ अब बोल्न नि हुन्थ्यो। धेरै चिजहरू पनि रहेछ यसमा। हामी आइपुग्यो सोरुम छेउमा। अब बिलबुक हातमा समाउनु पाउने भयो। कति दिनसम्म बिल मात्र समाएर हिँडेको थिएँ, अब आजको दिनदेखि चाहिँ बिलबुक पुगेर हिँड्न पाउने भयो। मैले बाइक लिएको चाहिँ अगाडिबाट हो ए मैले बाइक लिएको चाहिँ अगाडिबाट हो। अनि त्यही भएर म चाहिँ बिलबुक लिन आउनुपर्ने यहाँ। त्यही भएर आइपुगिसक्यो बिलबुक लिन यामाहाको सोरुममा पनि। चट्ट लाएर यहाँबाट चल्दिनु। नयाँ बाइक यो चाहिँ खतरा छ यार। त्यो बाइक त के पो भन्थ्यो, त्यो बाइकको नामै बिर्सेछ मैले। डब्लुआर 10 दिनपछि बिलबुक लिन आइसकेँ म यहाँ। म त्यहाँ सुरुमबाट निस्किसकेछ। अनि यो के हो यो चाहिँ इन्सुरेन्स कार्ड रे। यस यो इन्सुरेन्स कार्ड, यो इन्सुरेन्स कार्डै भन्दै के भन्दै थियो अघि यो हो। अनि यहाँ मेरो बिलबुक कहाँ अड्किरा बिलबुक आइसक्यो नाममा। बर्थडे गिफ्टको या कविन तामाङ। ल जस हामी अब यहाँबाट जानुपर्ने हुन्छ। यहाँ धेरै बेर बसेर नि अब काम छैन। बाइक हेऱ्यो कि बाइक किन्नु मन लाग्छ अरे। त्यही भएर म चाहिँ यहाँ बस्दै म चलिहाल्छु नि। ल बिलबुक अब तपाईँहरूले देखिहाल्नु भयो होइन। अब म यहाँबाट नि निस्किहालेको। अब यहाँ धेरै बेर बसेर मेरो कामै छैन। यो बाइक चाहिँ दामी रहेछ क्या यो। यो डब्लुआर चाहिँ काइतकै रहेछ नि त। खासै डब्लुआर किन्नुपर्ने मैले अर्कोचोटि किनौँ ला। डब्लुआर के छ र होइन, गर्दै गएपछि पो केही अब बिस्तारै हुँदै जान्छ नि त। अब कुनै दिन त किनौँला नि, अहिले किन्न नसके नि, अहिले किन्नै सक्ने क्षमतै छैन।
अब किन्न सक्ने भए चाहिँ ठिकै हुन्थ्यो। यहाँ पेट्रोल हाल्न यस्तो जाम तर यहाँको पेट्रोल चाहिँ एकदम राम्रो हुन्छ भने सुनेको थिएँ, त्यही भएर चाहिँ पुरै लाइन बसेर हालिरहेको रहेछ। म पनि हालेर जानुपर्ने छ पेट्रोल। खत्तम भइगयो नि यहीँबाट। नयाँ बाइकमा अब अलिक कतिले हालौँ न तेल भनेर सोच चाहिँ आएको थियो अरे। अब जे आएको थियो मेरो पैसा ल्याइन्छ, त्यही भएर कस्तो बढिएको यो बिहारमा। साइड सर्वमा हालेछ नि त। ट्राफिकहरू फर्की हेर्दैछ, ऊ चाहिँ ब्लड पड्काउँदै। के गरी चलाएको यसले। चाहिँ फर्किसक्यो है। अब जस अब घरतिरै लाग्नु पऱ्यो अब होइन। अब के गर्ने, अब धेरै घुमेर हिँडेर काम छैन भन्नु तपाईँ। कस्तो पड्काएर हिँड्यो भने यो बिहार त यहाँ मर गर्छ मा। ऊ चलाउँछ त्यस्तै। मर्छ यसरी त साथी। यसरी चलाउनु हुँदैन, यसरी चलाउनु हुँदैन। चाँडै जानु मन छ कि हो। माथि बाटो खाली छैन होला, माथि जग्गा खाली छैन होला। जग्गा खाली भएपछि मात्रै जाने हो हामी चाहिँ। जबरजस्तीले जानु हुँदैन, हाम्रो दिन आएपछि मात्रै जाने हो हामी। एकदम आनन्दले हिँडिन्छ चिलमा। चट्ट यो जम्मू डाँडा हो है। जम्मू डाँडाको सिधै यतापट्टि आउँदा यहाँ हो मेरो मैले काम गर्ने पसल चाहिँ। जस अहिले कोही छैन रहेछ, सब्जीहरू पनि कोही छैन रहेछ। म बिल बुक लिएर आइसकेँ है। कस्तो अल्छी लाएर मैले काम गर्ने चाहिँ यस्तै हो डिजाइन घरको। अनि अब नेक्स्ट भिडियोहरू चाहिँ मेरो काम गर्ने नै आउँछु। काम गर्ने भिडियो नै राम्रोसँग देखाइदिउँ न है। यो यस्तो डिजाइन आएका कुर्सीमा लगाएर यस्तो डिजाइन ढुङ्गाहरूको डिजाइन यस्तो बनाउनु पर्ने हुन्छ। ढुङ्गाहरू चाहिँ अरूहरू चाहिँ यता बाहिर छ। यस्तो ढुङ्गाहरूको यसरी डिजाइन बनाएर गर्नुपर्ने हुन्छ मेरो काम चाहिँ। ल नेक्स्ट भिडियो चाहिँ जस अब आउँछु, कामकै आउँछु। नेक्स्ट भिडियो चाहिँ काम आयो भने कामको आउँछु, नभए चाहिँ त्यस्तै हो। अब कहाँ गइन्छ, कहाँ के गरिन्छ होइन। त्यही अब भिडियो बनाउनु पर्ने हो। भिडियो बनाउँछु भनेर बाइक किनेको छैन अहिले होइन। भिडियो त बनाउनु पऱ्यो नि। हप्ताको एउटा त आउँछ जसरी भयो नि है। अनि अब सब्जीहरूकै हुनुहुन्न रहेछ यहाँ। अब म घर जानुपर्ने हुन्छ। अब घरतिर गएर भेटौँला। अब यताउता अब त्यही हो, घरमा गएर है गाडी। बाइक नचला कति दिन भएको थियो। मोबिल चाहिँ कहाँदेखि चुहेर यहाँ आइपुगेको छ। मोबिल पनि बिजोकै भएछ नि त। अब खत्तम भएछ यार मोबिलले। नचलाएको 1 हप्ता जति भएको थियो। धुलो भएछ बाइक पनि। नयाँ बाइक आएपछि चाहिँ पुरानो चाहिँ नचलाएर राखेपछि यस्तो हुने रहेछ हालत। ल कहाँ बस्यो मान्छेको नयाँ बाइकमाथि बस्नु छ। अच्छी किन नटेर मान्छेको बाइकमाथि बस्ने हो। हेर कसको बाइकमाथि बस्यो थाहा छ। मेरो बाइकमाथि बसेर मजाले आनन्दले भन्नु हान्नु भन्छ तपाईँ। कम त छ नि यो हान भने न। मेरो बाइकमाथि बसिन्छ अरे यो। दाग लाग्छ त्यहाँ। अच्छै नोटिस हेर्नु त्यहाँ छिटो पुसिहाल।
हेर्दा माया लाग्छ हो अनि पुस नि त अब उसै अनि टिलिक्क पुसेर राखेको छ नि त मेरो बाइक फेरि बुढीले अघि मैले यहाँ ल्याएर राखेको मैले धोएर ल्याएर राखेको थियो अनि फेरि पुसेर राखेको छ कि आनन्द म भित्र हुँदाखेरि हो कि म बाहिरै हुँदा पुसेको बाहिरै हुँदा बाहिरै कस्तो मजा हुँदो रहेछ बाइक पुस्दा बाइक पुसेको सेलरी चाहिँ कति दिन्छ 5.5 लाख 5.5 लाख त अनि बाइकै पऱ्यो अनि भने थाहा रहेछ त्यसको माया लागेर त पुसिरहेको उयो लोकल भाले आएछ त लोकल भाले क्या पार्दिने हार्दोले मान्छेले मान्छेले हेरेले बुढो बनाउने कामलाई कुम्लो पार्ने अनि खरिदेर पकाएर खाइदिने अघि अङ्कलले फोटो खिचेर पठाएको सबैलाई गेर्नलाई के हो यो भालेको खोइ त्यस्तै लाग्यो मोबाइलतिर सुनिरहेको थियो त समात